So welcome back to my channel. Okay, आज चाहिँ वुमेन्स डे स्पेशल एन्ड म र चाहिँ सुबी उता ब्लगिङ गर्दैछ. सुबी चाहिँ हामी लुम्बिनी आएको छ एन्ड टुडे वी आर प्लानिङ टु एक्सप्लोर ऑल द टेम्पल्स टिल इभिनिङसम्म चाहिँ हामी सबै टेम्पल्सहरू एक्सप्लोर गर्ने भनेछ. सो फर्स्ट टाइम म यसरी निस्केको सुबीसँग भनौँ. अनि आज चाहिँ हेरौँ अब के हुन्छ, कुन कुन टेम्पल्सहरू हामी जान्छौँ. सो वी विल सेयर अल. अहिले चाहिँ हामीहरू यो कुन टेम्पल हो आई डोन्ट नो, देखिन हो स्तूपा हो कि के हो. सो यो चाहिँ हाम्रो फर्स्ट टेम्पल हो. हामी लुम्बिनी आइसी छिरेको फर्स्ट हो. मायादेवीमा चाहिँ हामी अब सायद इभिनिङतिर बस्छु होला. त्यहाँ चाहिँ क्यान्डल्सहरू जलाउने हुन्छ नि त. मलाई त्यो पार्ट चाहिँ आई भेरी लाइक. अब त्यहाँ जान्छौँ, लास्टमा जान्छौँ हामी मायादेवी चाहिँ. आज चाहिँ अरू पहिला. सो हाम्रो सुबी म्यामले चाहिँ भ्लगिङ गरिसक्नु भयो. के भन्नुभयो त ल यहाँ. उहाँ चाहिँ एकदम हट भएर पट भएर आउनुभएछ. क्युटी भएर केटो हेरेको अहिले चाहिँ हामीहरू यहाँ सेकेन्डमा आएको छ. त्यहाँ छिरेपछि कस्तो आनन्द कि शान्त अनि चिसो ठाउँ चाहिँ बसिरहौँ जस्तो. सो आज चाहिँ वुमेन्स डे स्पेसल चाहिँ राम्रै भयो अनि हामीले के डिसाइड गरेर. दिस इज द टेम्पल नम्बर 3 हाम्रो. अनि यो चाहिँ टिकटकमा खुब भाइरल भएको टेम्पल हो है. हामी चाहिँ म लुम्बिनीहरू आइराख्ने आउँदाखेरि चाहिँ भिडियोहरू चाहिँ बनाउँदै थियो. आज आम नट गुड भिडियोग्राफर है फेरि. आम हियर टु सेयर. यहाँ अहिले एउटा ह्याटहरू बेचेको देखिन्छ यहाँ दोकानमा. अब ह्याटहरू हेर्छ बिकज वी वान्ट लिटल बिट बिगर वान. घाम छ कस्तो. अनि यो अलिक सानो लाग्यो. हेरौँ मन पऱ्यो भने वी विल बाई, मन परेन भने चाहिँ नेक्स्ट लोकेसन विल सी न नेक्स्ट लोकेसन. तर भित्र आउँदै आनन्द आउने कि. चाहिँ अहिले मोजा एक्सचेन्ज गर्दै हो. अब घरबाट केही भएको थिएन अरे. यहाँ आउँदासम्म 2टा भएको थियो. अघि फोटो खिच्दासम्म 3टा भएको थियो. अहिले फेरि एडजस्ट गरेर यत्रो ढङ पऱ्यो कि किन्नुपर्छ. अब यो भएन. लास्ट टेम्पल चाहिँ म फर्स्ट टाइम आएको हो. लुम्बिनी त आइराख्ने बट हामी चाहिँ मायादेवी घुम्यो अनि जाने गर्थ्यौँ. यहाँ चाहिँ राम्रो रहेछ यो पनि. तर बाहिर चाहिँ कस्तो गर्मी छ नि है यो लुम्बिनीमा. कि कस्तो गर्मी हुने कि यो गर्मी महिनामा त. अहिले चाहिँ पहिला त्यति साह्रो त छैन बट गर्मी छ. द गुड पार्ट इज एन्टर गरिसकेपछि भने शीतल हुन्छ. क्याम्पसमा एन्टर गरिसकेपछि फेरि अर्कै भाइब्स आउने कि शीतलवाला है. कस्तो राम्रो. यहाँभन्दा अगाडि चाहिँ जानु नमिल्दो रहेछ. सो लेट्स गो टु हियर. यो हाम्रो चाहिँ 4th हो. राम्रो छ. अहिले चाहिँ सुबीले पनि आफ्नो लागि कन्टेन्ट बनाएर है यहाँ आइसकेपछि कस्तो लाग्यो घाम. घाम त बेसी चर्को घाम छ. अहिले पुरा डढिन्छ. तर यहाँभित्र आउँदा चाहिँ एकदम उस हुन्छ. एकदमै शीतल हावा पनि यो पाटोमा मात्र लाग्यो. फेरि त्यही यति बाहिर जाने छैन कि हावा होइन. कति तातो छ क्या भाइ. म त छिटो भागेर यहाँ आइदिएँ. तर आज चाहिँ कलर चेन्ज हुनेवाला छ मिठोसँग. ठिक छ होइन. कहिलेकाहीँ मभन्दा बेसी चाहिँ सुबी चेन्ज हुन्छ. ठिकै छ नि त. बट हुन्छ चेन्ज चोखे. तर घुम्दा चाहिँ रमाइलो क्या है. अनि घुम्दाखेरि चाहिँ मलाई के लाग्छ, घुम्दाखेरि चाहिँ केही टेन्सन लिएर घुम्नु हुँदैन. कालो हुन्छु गोरो हुन्छु. कालो हुँदैन होइन. कालो हुँदै मात्र पर्मानेन्ट होइन नि त. त्यो टाइम जान बित्तिकै त्यो छाला उक्किन्छ. कालो छाला आफ्नो रियल त फेरि हामी ओरिजिनलमै आउने हुन्छ. सो मोमेन्ट चाहिँ इन्जोय गर्न पछि त्यही भएर म कहिले गोरो हुँदैन भन्दाखेरि कहिले घरमा बसिरहेको गोरो हुन्छु. नत्र पनि प्रायः जस्तो कालो हुन्छ. म हिँडिसकेपछि छाता लिएर पनि गर्लीवाला टाइप होइन क्या. याहु वाला टाइप. आज चाहिँ यो पनि मेनुको म्यामले लिएर आउनु भएको. मेनुको म्यामको ह्याट भएर राख्ने ठाउँ नभएर ओढेको. त्यो चाहिँ एज अ उस राख्छु कि मैले मास्क जस्तै मुख थुन्छु. अनि
राम्रो छ त्यो गली जोनमा बस्ने भने चाहिँ अलिकति इन्जोय गर्न पाइँदैन पाइँदैन यहाँ हो छ्याछु गर्ने भने यो चाहिँ गर्मीमा बरु जसरी हुन्छ आफूलाई चाहिँ प्रोटेक्टेड भन्नाले लिमिटेडवाला गर्ने कि त्यो इन्जोय नगर्ने तरिकाले प्रोटेक्ट भएर बस्ने कुरा भएन इन्जोय गर्ने अलिअलि त डरिहाल्छ नि अनि फेरि त्यसपछि स्किन केयर गर्ने होइन र अनि मान्छे जति गोरो बिहा पार्टीमा कति गोरीभरि क्रिम लगाएर गइन्छ राति आएपछि त आफ्नै ओरिजिनल लगाइन्छ त्यस्तै यहाँ पनि घुमेर डरिन्छ कालो भइहाल्छ फेरि 1-2 हप्तापछि त आफ्नै ओरिजिनल नेचुरल जस्तो त्यही भएर ओके नाउ अब यहाँबाट चाहिँ That's motivation speech by Subil Lamsal, and you guys are very lucky that you got it without paying a single penny. ओके अब यहाँबाट चाहिँ हामीहरू निस्किन्छ नि एकछिनपछि बसेर निस्किन्छ तर यो चाहिँ मलाई एकदम मन परेको टेम्पल कि कहिलेबाट आइराख्नु मन लाग्थ्यो यहाँ मलाई अब खतरा भिडियोहरू बनाउन मन छ यहाँ हेरिरहेको कि त्यहाँ थियो ल उहाँ हाम्रो चाहिँ डिरेक्टर साहब हुनुहुन्छ वाट काइन्ड अफ भिडियोज एन्ड फोटोज यु क्यान सी इन माई पोस्ट अल गोज टु सुबिल लम्साल अनि वी हेभ डन होइन फ्यु चाहिँ 2-3 मन्दिरमा बस्यो अब यहाँ चाहिँ अगाडि बसेर ट्याक्क फुल सिनहरू चाहिँ खिच्नु दुःखको कुरा फेरि मलाई केही आउँदैन अनि मलाई चाहिँ बहुत डर लाग्छ अब हामी टेम्पल नम्बर 4 मा जाँदैछौँ So okay, thank you so much for watching my video, our video. So today I would like to end my vlog here. अझै एउटा दुईटा घुम्दै जान्छौँ हामीहरू बाटोको चाहिँ अलिकति थाक्यौँ है लुक एट आवर फेस होइन एकदम मेरो क्यामेरा उस पनि भएर होला तर वी आर नट द्याट दिस मच अग्ली हो ओके थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो हेभ अ गुड डे बाई बाई स्टे ट्युन